अहिले चाहिँ हामी चाहिँ टकबर डिभिजन, त्यसलाई टकबर डिभिजन त भन्छ नि है, यो सिङ्ला टी स्टेट हो। म त टकबर डिभिजन नै भन्छु होला भनेर सोचिरहेको थिएँ कि। यहाँ चाहिँ अहिले फर्स्ट क्लासको प्लकिङ चल्दै रहेछ। योपालि अलिक पानी कम्ती भएकोले गर्दा अलिकति है पत्ती पनि अलिकति कम्ती रहेछ। उतापट्टि त लिटल रङ्गितै हो नि होइन खोला? हजुर, अलिकति पानी कम्ती भएकोले गर्दा चाहिँ पत्ती अलिक राम्रो आएको छैन जस्तो लाग्यो मलाई पनि। मजाले फर्स्ट क्लासको प्लकिङ चल्दैछ। यो चाहिँ आजको रहेछ नि त होइन, फर्स्ट क्लास प्लगिङ गरेर ल्याएको रहेछ। दिदीले चाहिँ हामीलाई देखाउँदैछ, यहाँ गाइड गर्दैछ फ्याक्ट्रीभित्र। अन्तखेरि आउनु बाँकी छ। हजुर, यसमा चाहिँ डल्लै राख्छ यो यसमा दिदी? हजुर, पत्ती सबै आइसकेपछि यो डल्लै भर्छ। हजुर हजुर, यसमा चाहिँ वेदरिङ हुन्छ। हजुर, हावा लाउँछ। ए यो मुनि मुनि सबै हावा आउँछ हो। हजुर, यहाँको निकाल्ने छ उयो चाहिँ। अब यहाँबाट चाहिँ हामी तल रोलिङमा जान्छ। यो 16 घन्टा यसलाई यहाँ राखेपछि चाहिँ हामी रोलिङमा जान्छ। हजुर, त्यहाँबाट चाहिँ तल होला नि फेरि होइन? ए रोलिङमा गएर यता फेरि ड्राईमा आउँछ। हजुर, ड्राई पछि चाहिँ मलाई बताइदिनुहोस् न। यो चाहिँ भित्र जुन चाहिँ चियापत्ती राखिरहेको थियो त्यहाँनिर, त्यसलाई चाहिँ जुन चाहिँ हावा दिनु लागि चाहिँ यो रहेछ मेसिनहरू क्या, ठुल्ठुलो टर्बाइनहरू जस्तो रहेछ क्या। यो चाहिँ हावा दिने रहेछ, त्यहाँबाट चाहिँ रोलिङहरू हुँदैछ। यहाँ चाहिँ के हुन्छ दिदी? यो रोलिङ मेसिन हो। ए रोलिङ मेसिन चाहिँ यहाँ माथिबाट डाइरेक्ट यहाँ झर्छ है? यहाँ आउँछ। ए भनेपछि त्यो मेसिन चाहिँ यसरी घुमिरहन्छ? हजुर, हुन्छ, चलाउनु पर्यो नि। हजुर हजुर हजुर, ए कम्ती पत्ती आउँदा चाहिँ उहाँ सानो। अन्त यहाँ यस्तो मेसिनबाट चाहिँ झर्दो रहेछ नि त, माथिबाट त्यो जहाँ राखेको थियो टक्कै झर्दो रहेछ। अन्त यहाँ चाहिँ रोलिङ चाहिँ यहाँ हुँदो रहेछ। रोलिङ गरेर निकालेको चाहिँ यो होला है? ए मतलब यसमा चाहिँ सुकाउँछ? ए रोल गरेको हो मतलब त्यो पत्ता लाग्यो। ए यो भित्र चाहिँ ड्राई हुँदो रहेछ, यो भित्र हालेर यसरी होइन? यो रोलिङ गरेपछि चाहिँ यहाँनिर नयाँ पत्तीलाई सुकाएर चाहिँ हावा लगाएर चाहिँ यहाँ ल्याएर रोलिङ गर्दो रहेछ। मतलब हातको चियापत्ती जुन चाहिँ हामीले हातले माडेर त्यो प्रोसेस हो यो चाहिँ मेसिनमा। अन्त यहाँ चाहिँ सुकाउँदो रहेछ यसरी हालेर चाहिँ, ड्राई गर्ने काम चाहिँ यहाँ हुँदो रहेछ। दिदीहरूले गर्दैछ यहाँ चाहिँ रोलिङ। यो चाहिँ हामी अहिले सिङ्ला टी स्टेटको फ्याक्ट्रीमा छ। यो चाहिँ हाम्रो ग्रुप हो होइन, युएसबाट आएको। अन्त यहाँबाट ड्राई भएपछि चाहिँ यहाँनिर निकालेर छ नि। मौका चाहिँ मैले आज फर्स्ट टाइम पाएको। टुरिस्टहरूसँग चाहिँ गइ हुन्छ कि, तर अब कहिले पनि यसरी गाडीमै बसिरहन्छ हामी हो। अन्त यो चाहिँ फर्स्ट टाइम हो। अन्त रोलिङ भएपछि चाहिँ यसरी मुनि थापेर यसरी निकाल्दो रहेछ यहाँनिर। त्यो सिधै झर्दो रहेछ, घोप्टाइरहनु नपर्ने कि टक्कै यहाँनिर। यहाँ दाजुले हातले गर्नुहुँदैछ हो, टक्कै अब यो रोलिङ भयो। त्यहाँबाट ड्राई हुन्छ उतापट्टि मेसिनमा, त्यहाँबाट चाहिँ यसको साफसफाइ गर्ने काम हुँदो रहेछ। त्यहाँबाट चाहिँ साफसफाइ भएपछि चाहिँ परपट्टि चाहिँ साफसफाइ हुने रहेछ। यो चाहिँ ठुलो एकदम लार्ज क्वान्टिटीमा अब जस्तै पत्तीहरू आउँदाखेरि चाहिँ यहाँनिर ड्राइङ प्रोसेस चाहिँ यहाँ हुँदो रहेछ फेरि।
हो अब यहाँ चाहिँ के भयो प्याकेजिङहरू सबै हुने रहेछ है यहाँनिर मतलब साफसफाइ सुकेपछि चाहिँ साफसफाइ गरेपछि चाहिँ यहाँनिर अब प्याकेजिङको कामहरू हुँदो रहेछ अन्त अब यहाँबाट अरू कहाँ कहाँ जान्छ अब बाहिर जान्छ इन्डियाभरि अब कता कता जान्छ सबै यसरीकै प्याकेजिङ हुँदो रहेछ हामी यहीँ जन्मेर यहीँ हुर्केको मान्छे हो मेरो आमा त झन् अब चाय बगानमा जन्मेको म पनि चाय बगानमा हुर्केको भन्दा मिल्छ र अब यस्तो हेर्ने चाहिँ मौका पाएको थिइनँ क्या मैले पनि अन्त आज चाहिँ मैले पनि मौका पाएँ यो मेसिनले चुन्छ क्या हजुर यो मेसिनले चाहिँ मतलब डस्टहरू चाहिँ मुनि अलग्गै छुट्याउँदो रहेछ अन्त राम्रो पत्ती चाहिँ अलग्गै माथि गरेर यो डस्ट चाहिँ यसरी निक्लिँदो रहेछ क्या ए यो डस्ट चाहिँ फेरि माथि बिक्री हुन्छ है यो डस्ट चाहिँ फेरि माथि बिक्री हुन्छ धमाधम क्या अब ए यस्तो पो रहेछ त यो सबै डस्ट हो अब यो पनि डस्टै हो है ए अन्त यी छान्ने कामहरू चाहिँ यहाँ हुँदो रहेछ नि त निफान्ने अब सफा गर्ने काम होइन यी सबै यसरी निकाल्दो रहेछ डस्टहरू हातले पनि गर्दैछ दिदीहरूले सबै क्वालिटीको सबै बिक्री हुन्छ नि त होइन यो त वाइट टी छैन आज अझै राम्रो क्वालिटीको चाहिँ कुन चाहिँ निक्लेको चाहिँ दिदी अलिक राम्रो निक्लेको चाहिँ यो हो होइन यहाँ छ नि ए यहाँ छ अझै यहाँ अलिक राम्रो सबसे दामी चाहिँ यो रहेछ नि हाम्रोमा सबसे महँगो र सबसे दामी चाहिँ यो रहेछ है धन्यवादै दिदी देखाइदिनु भयो भने अब उहाँलाई पनि बताउनु पर्ने हजुर म बताइदिन्छु उहाँलाई बिचरा मसँग एकजना तमिलनाडुको गेस्ट पनि छ नि त कि एकजना अर्कै कोचिङ आएको रहेछ हो अब उसलाई पनि गाइड गरिदिँदैछु मैले अब यहाँ चाहिँ तौलिएर सबै प्याकेजिङ गर्दैछ दिदीले चाहिँ फर्स्ट क्लास यो चाहिँ फर्स्ट फ्लसको रहेछ हो यो चाहिँ अन्त यो चाहिँ सेकेन्ड फ्लस है दी यो चाहिँ सेकेन्ड फ्लस रहेछ आमा, थुप्रै प्रोसेसहरू हुँदो रहेछ टेस्ट गर्न है आफ्नो आम्मा फर्स्ट फ्लसको त सुँग्दाखेरि कस्तो दामी पाउँदो रहेछ त है आम्बो यतिको त याच, कस्तो दामी आउँदो रहेछ यसको त सेकेन्ड फ्लसको चाहिँ खै अलिकति कस्तो हुँदो रहेछ अलिकति कम्ती उयो आउँदो रहेछ सेन्ट है पुरा फ्लेभरमा मालुम चलाउन आपको like chocolate kind अलिकति डाउन एकदम मीठा सा ना ऐसे एकदम है of. Right. एकदम मीठा सा मतलब आ रहा है उसका खुशबू मतलब बाप रे अम्बो हेत तेरिका बाफ रे दामी रहेछ दिदी साँच्ची भनेको लु हुन्छ धन्यवाद है दिदीहरू हुन्छ अम्बो क्या दामी हुँदो रहेछ फर्स्ट फ्लसको सेन्ट त है तेरिका म चाहिँ निक्लिँदैछु हो आमाम तर जुन चाहिँ फर्स्ट फ्लसको फ्लेभर थियो नि जुन चाहिँ आमा यस्तो दामी हुँदो रहेछ फर्स्ट फ्लसको सुँगेको कि सञ्जय दा फर्स्ट फ्लसको सुँगेको कि क्या मिठो यो क्या अब सुँग्दै त्यस्तो मिठो खालको आउँदै थियो अनि त्यही त हाम्रो त्यहाँबाट सेकेन्ड फ्लस त टङ्गै घट्दो रहेछ नि है फर्स्ट फ्लसको त क्या दामी आएको थियो छेटेरिका त्यो त स्वाद मुखमा घोलिन्छ त क्या त्यो आम्मा फर्स्ट टाइम ट्राई गरेको मैले त्यो फर्स्ट फ्लस सुँगेको चाहिँ क्या